94 किलोबाट 77 केजी पुगे म, बिना कुनै सिन्को उठाएर, न त व्यायाम, डायटिङ वा महँगो सप्लिमेन्ट लिएर। हो, तपाईले सही सुन्नुभयो। र यदि तपाईलाई आफ्नो वजन घटाउनु छैन भने यो भिडियोलाई अन्तिमसम्म नहेर्नुहोला। आज म तपाईसँग साझा गर्न लागेको छु त्यो जादुई तरिका जसले गर्दा मेरो जीवन नै बदलिदियो। यो कुनै झुटो वा बनावटी कुरा होइन, यो मेरो व्यक्तिगत अनुभव हो। सुरुमा म पनि शंकामा थिएँ, तर जब मैले यी सरल नियमहरू पालना गरेँ त जादु भयो। हप्तामा आधा केजी तौल आफै बिस्तारै घट्न थाल्यो। न त आफ्नो मनपर्ने खाना छोडे, न त व्यायाम नै गरे। नगर्न चाहेको होइन, समयको अभावले शरीरलाई धेरै चलाउनै सके। एक बिहान आफ्नो अफिस जानको लागि घर बाहिर निस्के, आफ्नो जुत्ता लगाउनको लागि तुनालाई बाँध्नको लागि तल बस्ने प्रयास गरे। जब तल बस्न खोजे त ल हेर्छु कि मेरो बुढीले मेरो तिग्रालाई छोएर मलाई तल बस्नै अनुमति नै दिएको छैन। तब मलाई अहसास भयो कि ल म त धेरै नै मोटाएछु। जब यो महसुस मैले गरे कि मेरो अधिक वजनले मेरो दैनिकी कार्यमा नै विघ्न बाधा पुर्न थाल्यो, म छटपटाएँ। न्यूलमा परे कि कसरी म सही तौलमा फिर्ता पुग्न सकूं भनेर। त्यसपछि मैले यी विधिहरू अपनाएँ। पहिलो, खाना खानुलाई भगवानको पूजा गरे जस्तै मान्न थाले। साथीहरू, हामीले खाना खानुलाई बेवास्ता गर्छौं। हत्तो न पत्तो खाना खाने कार्यक्रमलाई सकौं भनेर सकाउँछौं। तर सत्य के हो भने खाना खानु हरेक दिनकै सबैभन्दा महत्त्वपूर्ण काम हो। यसलाई भगवानको पूजा गर्ने स्वरूप जत्तिकै श्रद्धा र समर्पणका साथ गर्नुपर्छ। कम्तीमा 20 देखि 25 मिनेट हरेक छाक खाना खाने कार्यलाई समय दिनुपर्छ। हतारमा खाना खायो भने केही पनि फाइदा हुँदैन। दोस्रो नियम, पलेटी मारेर मात्र खाए। आज भोलिको डाइनिङ टेबलमा जहिले पनि हामी खाना खाने गर्छौं, यसले गर्दा धेरै समस्याहरू निम्त्याएको छ। टेबलमा बसेपछि आफ्नो पेटमा केही पनि जोर परिरहेको हुँदैन र चाहिने भन्दा बढी खाना खान पुग्छौं। त्यसैले जहिले पनि खाना खाँदा सक्दो पलेटी मारेर बस्नुहोस्। अब यो भनेको भोज भतेरमा बाहेक। हुन त हाम्रो नेवारी समुदायमा सुकुल बोजले यही सिकाउँछ कि पलेटी कसरी खाना खानुपर्छ भनेर। यसले हाम्रो पाचन शक्ति बढाउँछ। हाम्रा पुर्खाहरूले किन यसरी गर्थे भनेर कहिले सोच्नु भएको छ? उनीहरूलाई थाहा थियो यसको महत्त्वपूर्ण रहस्य। तेस्रो नियम, 32 पटक चपाउने जादु हो। यो सबैभन्दा महत्त्वपूर्ण नियम हो साथीहरू। हरेक घाँसलाई 32 पटक चपाउनुहोस्। धेरैले मलाई भन्छन्, ओहो यो त साह्रै गाह्रो, कसरी गन्दै खाने? मुखमा भएको खाना पनि गलेर गइसक्या हुन्छ, कति चपाको चपाई गर्ने? तर मान्नुहोस्, पाचन क्रिया मुखबाट नै सुरु हुन्छ, पेटमा होइन। जब तपाईँ 32 पटक चपाउन थाल्नुहुन्छ के हुन्छ थाहा छ? खानाको स्वाद राम्रोसँग आउँछ। तपाईँ जे पनि खानुहोस्, आफ्नो मन पर्ने कहिले आफूलाई नरोक्नुहोस्, तर 32 पटक चपाएर मात्र निल्नुहोस्। मेरो अनुभव म तपाईलाई अलिकति सुनाउँछु। केही हप्तामा मैले च्युइङ्गम चपाउँदा पनि दिमागले गनिरहन्थ्यो, 101, 102, 103, 104 भनेर। तर आतिदैन थिएँ, किनकि आफूलाई त्यसै गरी नै बनाइसकेको थिएँ। जे खान्छु चपाएर मात्र खान्छु भनेर। अब चौथो नियम, 4 लिटर पानी हो। प्रतिदिन 4 लिटर पानी पिउने प्रयत्न गर्नुहोस्। तर याद राख्नुहोस्, खाना खाने समयमा कहिले पानी नपिउनु होला। फेरि हुँदैन। खाना खानुभन्दा 2 घण्टा अगाडि र 2 घण्टा पछि मात्र पानी पिउनुहोस्। यसले पाचन प्रक्रियालाई सहयोग गर्छ। अब पाँचौं र सबैभन्दा महत्त्वपूर्ण नियम, भोक लाग्दा मात्र खानुहोस्। साथीहरू, खाली पेट र भोकाएको पेटमा धेरै फरक छ। खाली पेट भनेको राम्रो कुरो हो,
यसले दिमागको शक्ति बढाउँछ। भोकाएको पेट भनेको आफूलाई कमजोरी लाग्दाखेरि अब त मलाई खाना नपाए हल्लिनै सक्दिन भनेपछि मात्र खाना खाने। के तपाईँलाई थाहा छ हाम्रो मस्तिष्कले यो शरीरको लगभग 20% भन्दा बेसी ऊर्जा खपत गरिरहेको हुन्छ हरेक घडी। खाना खाने बित्तिकै त्यो ऊर्जा र समग्र शरीरमा भएको हरेक ऊर्जा पेटमा केन्द्रित हुन्छ। खाना खाने बित्तिकै याद गर्नुहोस् त, खाने बित्तिकै आफूलाई कस्तो अल्छी लाग्छ, जबकि शरीरले त पोषण पाएको हो। तर यो हुनु नै खाना पचाउनको लागि पेटले शरीरको हरेक ऊर्जालाई तानिरहेको हुन्छ र हामीलाई अल्छी लाग्छ। त्यसैले यदि चाहनुहुन्छ कि तपाईँ चुस्ती फुर्तीले चलिराख्नुहोस् र सबैभन्दा अहम आफ्नो सोच्ने शक्तिलाई बढाइराख्न चाहनुहुन्छ भने सक्दो पेटलाई खाली राख्नुहोस्, तर कमजोरीले लाग्ने गरी होइन नि। फेरि समय हेरेर खाना नखानुहोस्, भोक हेरेर खाना खानुहोला। यी सबै गरेर परिणाम के हुन्छ त? जब मैले समय नहेरेर भोक लागेपछि मात्र खाना खान थालेँ, मलाई हरेक खाना मिठो लाग्न थाल्यो, साथै खाने संख्या घट्यो। यति सरल, यति प्रभावकारी कि म शब्दमा मात्र बयान गर्न सक्दिनँ। यसको लागि त तपाईँले आफै अनुभव गर्न जरुरी हुन्छ। तपाईँ पनि यसरी गर्न सक्नुहुन्छ। मान्दछु पहिलो हप्ता अप्ठ्यारो होला, तर केही राम्रो पाउनको लागि त परिश्रम अवश्य नै पर्छ नि। अलिकति अनुशासन र जादु महसुस गर्ने एउटा मौका पाउनुहोस्। मनलाई कहिले नमार्नु होला। फेरि जे खान मन छ त्यही खानु होला, त्यही नै खानुहोस्, तर अनुशासन सहित। यदि तपाईँ यी 5 वटा नियमहरूलाई पालना गर्नुहुन्छ भने हुन्छ के? पहिलो, हप्तामा आरामले आधा केजी तौल आफै घट्नेछ, स्वास्थ्य राम्रो हुनेछ, ऊर्जा बढ्नेछ र सबैभन्दा इम्पोर्टेन्ट आत्मविश्वास फिर्ता हुनेछ। सक्नुहुन्न भने व्यायाम चाहिँदैन, कुनै डाइटिङ पनि चाहिँदैन, बस यी 5 नियम पालना गर्नु होला। यदि तपाईँलाई कहीँ पनि कठिनाई अप्ठ्यारो आउँछ भने मलाई तलको कमेन्ट सेक्सनमा भन्नुहोस्, त्यसको उचित उपाय म तपाईँलाई दिनेछु। वर्षौंदेखि डाक्टरहरूको सङ्गतले मलाई यो जादु मन्त्र सिकाएको छ र यसलाई मैले तपाईँमाझ दिएको छु। अब यो सबै कुरा यदि तपाईँलाई मन पर्यो भने यो भिडियोलाई लाइक गर्नु होला र हामीलाई सब्स्क्राइब गर्न नबिर्सनु होला। स्वस्थ रहौं, खुशी रहौं। डाक्टर साहब नेपाल, स्वास्थ्य पहुँच समयमा सबैमा।